यो हो गो मार्जरासन, क्याट एन्ड काउ पोज। वज्रासनमा बस्नुहोस्। 2 भित्ता नापेर आफ्नो हातलाई राख्नुहोस्। बिस्तारै घुँडालाई टेक्नुहोस् र श्वास लिँदै आफ्नो टाउको र हिपको भागलाई माथितिर तन्काउनुहोस्। पेटलाई तलतिर झार्नुहोस्। श्वासलाई छोड्दै पेटलाई भित्र तान्नुहोस्। बिरालाले ताने जसरी टाउकोलाई भित्र। पुनः श्वास लिँदै टाउको र हिपलाई माथितिर, श्वास छोड्दै टाउको र पेटलाई भित्रतिर तान्नुहोस्। यो प्रक्रिया 5 देखि 10 पटकसम्म दोहोऱ्याउन सक्नुहुनेछ। यसले कम्मरको भागलाई लचिलो बनाउँछ। गर्दन र कम्मरको दुखाइलाई राहत पुग्दछ। स्नायुहरूलाई सक्रिय बनाउँछ। शरीरलाई फुर्तिलो बनाउँछ। यस आसनबाट बिस्तारै हामी आरामदायी बाल आसनमा जान सक्नेछौँ।